नमस्कार। आज पनि म फुटबल सम्बन्धी केही कुराकानी गर्न उपस्थित भएको छु। आज कुरा गरौँ च्याम्पियन लिगको। फर्स्ट अफ अल च्याम्पियन लिगमा चाहिँ कुरा गरौँ लेभरकुजन भर्सेस पिएसजीको। पिएसजी विन लेभरकुजन 2-7। पिएसजीले लेभरकुजनलाई 7-2 भारी मतअन्तरले चाहिँ जितेको छ। र पिएसजीको कुरा गर्दाखेरि चाहिँ पिएसजीले यो खेलमा चाहिँ अमेजिङ गोल गरेको छ। अमेजिङ पर्फर्मेन्स हेर्दाखेरि चाहिँ यस्तो पर्फर्मेन्स छ कि उनीहरूको टिमवर्क नै यस्तो राम्रो, पिएसजीको टिमवर्क यस्तो राम्रो छ कि उनीहरूले सबै प्लेयरलाई एकदम इक्वली मानेर चाहिँ गेम खेल्छ क्या। यङ प्लेयरहरू पनि एकदम यङ प्लेयरको अग्रता छ टिममाथि होइन। त्यो यस्तो राम्रो खेल्छ भने उनीहरूले सबैको टिमवर्क यस्तो राम्रो छ। डेम्बेले खेल्नु होइन, डेम्बेले फर्स्ट हाफमा थिएन, त्यही पनि डेम्बेले पछि आएर एक गोल त गर्यो। तर त्योभन्दा अगाडि पनि उनीहरूको टिमवर्क हेरौँ न। अनि पिएसजीको कुरा गर्दा फ्रन्ट थ्रीमा उनीहरू थियो। फ्रन्ट थ्रीको कुरा गर्दाखेरि चाहिँ बार्कोला, डेजायर डुए र क्वारात्स्केलिया चाहिँ फ्रन्ट थ्रीमा थियो होइन। सेन्ट्रल मिडमा चाहिँ अब भिटिनाले चाहिँ गेम यस्तो बनाइन्छ कि पिएसजीको पुरै मुटु नै भन्न सकिन्छ क्या। भिटिनाले चाहिँ गोल यस्तो फिट दिन्छ त्यहाँ, जस्तोसुकै गेमलाई पनि उसले चाहिँ एकदम पकडमा लिएर चाहिँ अघि बढिरहेको मैले देख्छु क्या पिएसजीको। खेलको कुरा गर्दाखेरि चाहिँ लेभरकुजनले पनि पर्फर्मेन्स चाहिँ फर्स्ट हाफमा चाहिँ राम्रै खेल्नु खोजेको। फर्स्ट हाफमा अब सुरुमै पाएको पेनाल्टीले, त्यो हाफको सुरुतिरै पाएको पेनाल्टीमा लेभरकुजनको रिनाल्डोले चाहिँ पेनाल्टी मिस गरेको थियो। त्यसपछि झन् गेममा चाहिँ बदलाव चाहिँ भइ नै हाल्यो होइन। गेममा बदलाव भयो। त्यसमा फर्स्टमा सुरुमा पिएसजीले 1-0 हानिहाल्यो। पिएसजीबाट चाहिँ 5ले चाहिँ फर्स्ट हाफमै एक गोल गरेको थियो। र त्यसपछि चाहिँ झन् खेलमा दबाब भएर चाहिँ दुई टिमबाट नै फर्स्ट हाफमा चाहिँ गोल चाहिँ स्कोर चाहिँ निस्क्यो। फर्स्ट हाफमा लेभरकुजनले एक गोल हालेको थियो भने पिएसजीले 4 गोल हालेको थियो। 4-1 नै थियो, फर्स्ट हाफमै 4-1 थियो क्या। र त्यही कारणले पनि अब पिएसजीले सेकेन्ड हाफमा पनि पेल्ने कुरै भइहाल्यो। गेमको अन्तरालमा दुइटै टिमबाट चाहिँ अब एकदम कार्ड पनि पाएको थियो। अब रेड कार्ड दुइटै टिमबाट एक-एकजनाले पाएको थियो। त्यही पनि सेन्टर डिफेन्डर दुवै टिमको सेन्टर डिफेन्डरले रेड कार्ड पाएपछि चाहिँ खेलमा चाहिँ एकदम काउन्टर एट्याक चाहिँ एकदम बढ्ने सम्भावना चाहिँ एकदम बढी हुन्छ नि त। त्यही भएर पनि दुईतिर हाक्काहाक्की नै भएको थियो र गोल चाहिँ पिएसजीकै हातमा धेरै थियो। अब पासको कुरा गर्दाखेरि चाहिँ लेभरकुजनको 315 थियो भने पिएसजीको चाहिँ 777 थियो पास पनि। 777 थियो क्या पास पनि पिएसजीको त अब अद्रै छ होइन। वान टच पास पनि खेलिरहेको हुन्छ क्या, एकदम यस्तो फास्ट खेल्छ कि पास पनि। सर्ट्सको कुरा गर्दाखेरि सर्ट्स चाहिँ लेभरकुजनको थियो 7 भने पिएसजीको 25 सर्ट्स थियो। एकदम धेरै नै सर्ट हुनुपर्छ पिएसजीको चाहिँ। र सर्ट अन टार्गेट चाहिँ पिएसजीको 8 थियो भने लेभरकुजनको 3। 8 सर्ट अन टार्गेटमा पिएसजीले 7 गोल गरेको हो। द्याट्स अमेजिङ होइन। र कर्नरको कुरा गर्दाखेरि चाहिँ पिएसजीको 4 थियो भने लेभरकुजनको 3 मात्रै थियो। र ओल्ड लोकलको कुरा गर्दाखेरि चाहिँ पिएसजीको 1 मात्रै थियो भने लेभरकुजनको 2 थियो। र रेड कार्ड चाहिँ दुइटैको बराबर नै थियो। त्यही भएर पनि अब गेममा चाहिँ अब 10-10 म्यान थियो दुइटै टिममा होइन। त्यही भएर त्यो गेम चाहिँ एकदम उतार चढावै भएको थियो। 9 गोल भइसकेको थियो दुइटै टिमबाट चाहिँ। यस्तो गेम चाहिँ अब च्याम्पियनमा एकदम कमै मात्रामा हेर्न पाइन्छ हिजोको। र गोलको कुरा गर्दाखेरि चाहिँ लेभरकुजनबाट चाहिँ गार्सियाले 1 गोल पेनाल्टीबाट र 1 गोल चाहिँ गरी 2 गोल गरेको थियो भने पिएसजीबाट पाच्यो, डेजायर डुएले ब्रेस गरेको थियो र क्वारात्स्केलियाले 1 गोल, नुनो मेन्डेजले 1 गोल, डेम्बेलेले 1 गोल र भिटिनाले 1 गोल गरेको थियो पिएसजीबाट चाहिँ। त्यससँगै पिएसजीले 7-2 भारी मतअन्तरले चाहिँ लेभरकुजनलाई जितेको छ। र तपाईँहरूलाई चाहिँ हिजो पिएसजी भर्सेस लेभरकुजनको खेल चाहिँ कस्तो लाग्यो, तपाईँहरूलाई लागेको केही प्रतिक्रियाहरू छ भने लेख्न गर्नुहोला। र अब कुरा गरौँ हामी च्याम्पियन लिगको नेक्स्ट म्याच सिटी भर्सेस भिल्यारियलकै होममा सिटीले 2-0 को गोल अन्तरले जितेको छ। र
सिटीको कुरा गर्दाखेरि हल्यान्डले चाहिँ 12 गेम इन र चाहिँ उसले चाहिँ स्कोर गरेको छ। 12 खेलमा सबै खेलमा गोल स्कोर गरेको छ हल्यान्डले। र यस गोलको कुरा गर्दाखेरि चाहिँ छुट्याउनै नहुने एउटा नाम चाहिँ छ डोकु त अब सधैँ एकदम एक्सिलेन्ट पर्फर्मेन्स दिन्छ होइन। र यस खेलमा सबैभन्दा छुट्याउनै नहुने नाम चाहिँ भएको छ एउटा साभिन्यो। द यङ म्यान ह्याज अमेजिङ प्ले। साभिन्योले चाहिँ एकदम अमेजिङ पर्फर्मेन्स गरेर 1 एसिस्ट पनि गरेको छ। उसले 1 एसिस्ट पनि गरेको छ र टिमको म्यान द म्याच पनि भएको छ। अल्सो बर्नार्डो सिल्भा स्कोर र 2-0 को मतअन्तरले चाहिँ सिटीले चाहिँ खेल जितेको छ र सिटीले टेबलमा माथि चढ्दै 7 पोइन्ट लिएको छ है च्याम्पियन लिगमा। यो सिजन चाहिँ सिटीले च्याम्पियन लिगमा राम्रै खेल्ने सम्भावना देखाइरहेछ, किनभने पहिला सिजनभन्दा चाहिँ अहिले चाहिँ केही खेल सुधारिएको खेलहरू नै खेलिरहेको छ सिटीले। सिटीले पहिला सिजनभन्दा अहिले धेरै राम्रो खेलिरहेको जस्तो लाग्छ मलाई आफूलाई, किनभने टिममा पनि राम्रो सुधार आइरहेको छ। अब टिम बिल्ड भइरहेको छ होइन, समावेश छ अहिले। र खेलको स्ट्याटसको कुरा गरौँ न त है सिटी भर्सेस भिलारियलको स्ट्याटसको कुरा गरौँ। वाइल्ड कार्ड चाहिँ 2 थियो सिटीको भने भिलारियलको 4 वाइल्ड कार्ड थियो। सर्ट्सको कुरा गर्दाखेरि चाहिँ सिटीको 10 थियो भने भिलारियलको 12 थियो। सर्ट चाहिँ भिलारियलले नै धेरै हालेको थियो। सर्ट अन टार्गेट चाहिँ सिटीको 6 भिलारियलको ओन्ली 2 थियो। स्कोर निकाल्न सकेन भिलारियलले। बल पोजिसन र एकुरेसीको कुरा गरौँ है त। बल पोजिसन कुरा गर्दाखेरि चाहिँ सिटीको चाहिँ बल पोजिसन चाहिँ एकदम राम्रो नै हुन्छ सधैँ पनि। 66 बल पोजिसन थियो भने र भिलारियलको ओन्ली 34 बल पोजिसन। र पासिङ एकुरेसी हेर्दाखेरि चाहिँ 94 पासिङ एकुरेसी सिटीको थियो भने भिलारियलको ओन्ली कति थियो 84 मात्रै थियो। र यससँगै खेल चाहिँ 2-0ले सिटीले जितेर औरत लिइसकेको छ। यति कुराकानी गर्दै म छुट्टिन्छु र नेक्स्ट भिडियो फेरि च्याम्पियन लिगकै खेलहरूको बारेमा कुराकानी गर्नको लागि म आउँछु। हस्त धन्यवाद, नमस्ते। किप लभिङ, किप सपोर्टिङ।